आसन ग्रहण गरिदिनु हुनका लागि म यस बाणगंगा नगरपालिका वडा नम्बर 6 का वडा अध्यक्ष यस क्षेत्रका जुझारु युवा नेता करुण टण्डनलाई म आजको यस विद्यार्थी संघ वडा अध्यक्ष कार्यक्रमको अध्यक्षताको आसन ग्रहण गरिदिनु हुनका लागि अनुरोध गर्दछु र मञ्चमा बोलाउन चाहन्छु। वडा अध्यक्षको अनुमतिले म यो कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। यो कार्यक्रमको अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुनका लागि वडा नम्बर 6 का वडा सदस्य एम बहादुर प्युठानीलाई म अनुरोध गर्दछु, कृपया अगाडि आइदिनु होला। त्यसैगरी वडा नम्बर 6 को वडा सदस्य तारा दुतराजलाई पनि म अगाडि आइदिनु हुनका लागि अनुरोध गर्दछु र वडा सदस्य गुरुप्रसाद थारूलाई पनि म मञ्चमा अगाडि आउनका लागि अनुरोध गर्दछु र विद्यार्थी साथीहरूले ताली पड्काएर हाम्रा अतिथिहरूलाई स्वागत गरिदिनु होला र म अगाडि आइदिनु हुनका लागि म यस लक्ष्मणघाट माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुमनाथ भट्टराईलाई म अगाडि आइदिनु हुनका लागि अनुरोध गर्दछु। त्यसैगरी यस लक्ष्मणघाट माध्यमिक विद्यालयका प्रधानाध्यापक कविराज भण्डारीलाई पनि म मञ्चमा अगाडि आउनका लागि अनुरोध गर्दछु। त्यसैगरी हाम्रो बीचमा वडा नम्बर 6 मा रहेको अर्को आधारभूत विद्यालय रहेको छ, ज्ञानोदय आधारभूत विद्यालय। त्यो विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हाम्रो बीचमा हुनुहुन्छ एमलाल खनाल, उहाँलाई पनि म अगाडि आएर आसन ग्रहण गरिदिनु हुनका लागि अनुरोध गर्दछु। त्यसैगरी ज्ञानोदय आधारभूत विद्यालयका सहायक प्रधानाध्यापक हाम्रो बीचमा हुनुहुन्छ नारायण प्रसाद पोखरेल, उहाँलाई पनि म अगाडि आउनका लागि अनुरोध गर्दछु। अझ यो करियर सम्बन्धी विभिन्न किसिमका ट्रेनिङहरू लिएर त्यसमा पोख्त एकजना विज्ञ साथी हामीले यहाँ चाहिँ बोलाएका छौँ र उहाँलाई म एकपटक परिचित हुनका लागि पनि अनुरोध गर्दछु। मनिष मिश्र, उहाँलाई म एकपटक विद्यार्थीहरूको बिचमा सहित परिचित हुनका लागि अनुरोध गर्दछु र आज मनिष सरले तपाईहरूलाई 1 घण्टा रूपमा मोटिभेसनल क्लास तपाईहरूलाई दिनुहुनेछ र उहाँले दिएको क्लास तपाईहरूले ध्यानपूर्वक सुन्नुहोला र कतिपय कुरा मनन गर्ने खालको पनि हुनसक्छ, कतिपय कुरा तपाईहरूलाई अलि उत्प्रेरणा दिने खालको पनि हुनसक्छ र कतिपय चाहिँ एउटा मनोरञ्जन टाइपको पनि उहाँको हुनसक्छ। त्यो मोटिभेसनल क्लासमा सबै सरिक हुनुहोला। त्यस पछाडिको हामीले दोस्रो महत्त्वपूर्ण कार्यक्रम वडा अध्यक्षसँग विद्यार्थीको कार्यक्रम राख्नेछौँ। मेरो भाषा मेरो ल्याङ्ग्वेज बुझ्नु होला है। ओके, सो म सोध्न खोजेँ क्लास 9, क्लास 8, क्लास 10 के तपाईहरुको आजको डेटमा स्टडी रुटिन और स्टडी प्लान छ? प्लिज ह्यान्ड्स अप उठाइदिनु त। रिटेनमा तपाईको स्टडी रुममा क्लास 8, क्लास 9, क्लास 10 कसैको यदि स्टडी रुटिन स्टडी प्लान छ भने आफ्नो ठाउँमा उभिदिनु होला प्लिज। छ भने 1 2 3 छैन। वाइ? किन छैन? तपाईको प्लान छैन, तपाईको स्टडी कसरी भइरहेछ डेलीको। अब हाम्रो फोकस यसमा हो। टुडे फ्राइडे, टुमारो सटरडे एन्ड संडे क्लास 8, क्लास 9, क्लास 10 को बच्चाले म यहीबाट भन्न चाहन्छु, अध्यक्षजीले यसलाई एकदमै स्ट्रिक्टली भन्नुहुन्छ। संडे हरेक बच्चाको 8, 9, 10 को पेपरमा रिटेनमा स्टडी प्लान हुन पर्छ, स्टडी रुटिन हुन पर्छ, हैन भने काम छैन। प्रष्ट कुरा, एउटा कुरा बुझिदिनु होला। अब म अलिकति तपाईहरुलाई माइन्डसेटको कुरा गर्छु। एनएलपी बेस यो इन्टरनेशनली नयाँ कन्सेप्ट आएको हो, न्यूरो लिंग्विस्टिक प्रोग्राम। जब बच्चा जन्मिन्छ उसको ब्रेन भित्र नर्भस 86 बिलियन नर्भस हुन्छ, न्यूरोन हुन्छ र त्यो न्यूरोनले विभिन्न कुराहरुलाई लाइक फ्रिक्वेन्सी बुझ्नुहुन्छ, फ्रिक्वेन्सी वेभ जस्तो त्यो आफैमा अट्र्याक्ट गर्छ, तानेको हुन्छ। त्यो तान्दाखेरि कस्तो कुरा लिने र त्यो कुरालाई कसरी माइन्ड भित्र पसाल्ने त्यो तपाईको जिम्मेवारी अब आजदेखि हो। अनि अब हाम्रो शरीरमा दुई थरीको कुरा गर्छु, एउटा एक्सटर्नल, एउटा इन्टर्नल। बाहिरको कुरा
अनि भित्र कुरा अब लाइक भित्र तपाईको किडनी छ, लिभर छ, हार्ट छ, लङ्स छ, त्यो तपाईको आँखाले देख्दैन। अक्सिजन लिन्छ हो, के लिन्छ? अक्सिजन लिन्छ। एक बोतल पानी, यो पानीमा यो कस्तो पानी? नर्मल पानी हो कि हैन? यो पिउँदा एक प्रकारको यसले तपाईले एनर्जी जे दिन्छ। तर यो पानीमा अहिले 1 चम्चा या 2 चम्चा सुगर चिनी मिलाउने, चिनी मिसाउने अनि कागती निचोरेर यसमा कागतीको रस हाल्ने। अब यो के बन्छ त? शरबत बन्छ। अनि के चिनी यहाँ देखिन्छ त? चिनी देखिन्छ? अनि त्यो कागतीको रस देखिन्छ? पानी जस्तै हुन्छ हो कि हैन? तर त्यो नर्मल पानी पिउँदा दिने एनर्जी र जब यसमा चिनी मिसाइयो, कागती मिसाइयो, त्यो पिउने एनर्जी फरक हुन्छ कि हुँदैन? फरक हुन्छ कि हुँदैन? हो, आजदेखि एउटा कन्सेप्ट म क्लियर गर्छु, यो इन्टरनेसनली नै एप्रुभल भएको हो। तपाई जब अक्सिजन लिनुहुन्छ, अक्सिजनको ओ के अरे? एक्स वाई जी ई एन कति लेटर अरे? 6 कति लेटर अरे? यस। अनि अब तपाईले जसरी यो पानीमा ध्यान दिनु है, गाह्रो हुन्छ। यो पानीमा चिनी मिसाउनु भयो, कागतीको रस मिसाउनु भयो अनि तान्नु भयो, शरीरलाई बलियो बनायो हो। अब म आजदेखि भन्छु अक्सिजनको ओ मात्रै तान्ने होइन, एक्स मात्रै तान्ने होइन, वाई मात्रै तान्ने होइन, जी मात्रै तान्ने होइन, ई मात्रै तान्ने होइन, एन मात्रै तान्ने होइन। त्यसो भए के तान्ने? कि त्यसो भए के तान्ने? त्यहाँ अक्सिजनमा केही मिसाउने, तर कुन बेसमा? क्लास। हेलो ओ बहिनी, उठ्नु त। अब कसरी मिसाउने यहाँनिर कन्सेप्ट क्लियर गर्छु। तिमीले आफूसँग एउटा क्वेसन गर्ने, हु एम आई गर्ने। के अरे? बोल न, बोल। हु एम आई? बोल न, हु एम आई? हो, म को हुँ भनेर। तिमी को हो? अब तपाईँ भन्नुहोस् त, क्लास 10 कति? 7। ओके डन। हु एम आई? आफैले क्वेसन गर्ने, हु एम बोल भन्नु त। हु एम आई? हु एम आई? ओके, के एन्सर आयो? क्वेसन त गरे हो नि त तपाईले, एन्सर के आयो? नो, तपाईलाई सोधे तपाई को हो, तपाईको जवाब के आयो त? ध्यान दिनुस् है, ध्यान दिनुस्। तपाई मलाई म एकदमै महँगो चार्ज गर्छु ठुल्ठुलो कलेजमा। आज तपाईहरुको बीचमा आछु, यो अपर्चुनिटी 1 घण्टाको लागि भयो नि उठाउनुस्। क्लास 10, वेयर इज क्लास 10? यस प्लिज स्ट्यान्ड अप। उड्नु नडराउनु। ल क्वेसन गर्नु त, हु एम आई? या एन्सर के आयो? भन्नु। आई एम अ वुमन। ओके डन, प्लिज सिट डाउन। क्लास 10 को कोही बॉयज छ? बॉयज तपाईँ क्लास 10 हो। ल तपाईले नि आफूसँग क्वेसन गर्नु, हु एम आई? यो ड्रेसमा, यो पोजिसनमा, यो विद्यालयको प्राङ्गणमा तपाईँ आई एम अ वुमेन, आई एम अ मान्छे, आई एम अ गर्ल भन्न मिल्दैन। आजदेखि एउटै मन्त्र, एउटै जाप, यो न्युरो सिस्टममा एउटै कुरा राख्ने, हु एम आई? आई एम अ एक्ज्याक्ट, आई एम अ। अलि पावर पुगेन कि, मलाई पावर चाहिन्छ के। हु एम आई? स्टुडेन्ट हो कि हैन? हो। अब जब तिमीलाई यो फिलिङ भयो, भित्रदेखि यो कुरा आयो, म स्टुडेन्ट हो, म को अरे? भने स्टुडेन्टको काम, कर्तव्य, जिम्मेवारी के? एक्ज्याक्ट, के अरे? पढ्ने मात्रै हो? पढ्ने, लेख्ने, नयाँ कुरा के गर्ने हो। अब पढ्नेमा नलेज, आइडिया हो कि हैन? अनि
टाइम मैनेजमेंट हो कि हैन स्किल्स हो कि हैन त्यही कुरा सिकाउ न अब भन्ने जब तिमीले ओ लेटर तान्यो अनि त्योसँग के मिसाउने अरे ओस ए बोल न हो बोला तिमी बोल्यो भन्दियो भने म धेरै खुसी हुन्छु के मिसाउने अरे अब तिमी को स्टुडेन्ट होइन स्टुडेन्टलाई स्टुडेन्टको काम कर्तव्य के हो अनि ओसँग के मिसाउने बोल न के मिसाउने ए भन एकसँग के मिसाउने त हो अब बुझ्नुस् है अब त्यो तपाईको माइन्ड सेटमा ओसँग स्टडी एउटा एक्जाम्पल है उदाहरण भन्छु ओसँग के अरे स्टडी मिसाउने ओ तान्दै छ स्टडी तान्ने एकसँग नलेज के अरे एकसँग के वाइसँग आइडिया वाइसँग के अरे जीसँग प्लान के अरे ईसँग डिसिप्लिन डिसिप्लिन चाहियो कि चाहिएन हो अनि यङसँग हेल्दी फुड्स एक पेज नेपाली सर मैडमले पनि सुनिदिनु होला एक पेज नेपाली एक पेज बच्चा लेख्छ तर त्यो एक पेज नेपाली लेख्दा एक पेज इंग्लिश लेख्दा आजसम्म तिमीलाई त्यो पेज लेख्दा कति मिनेट लाग्छ थाहा छ टेक्निक किन थाहा छैन किनभने एक पेज घडी हेरेर तपाईले लेख्नु भएन लेख्न त लेख्नु भयो लेख्ने काम डेली गरिन्छ कि गरिदैन नेपाली नि लेखिन्छ इंग्लिशले लेखिन्छ तर यसो एक पेज लेख्दा कति मिनेट लाग्यो भन्ने कुरा हामीले गर्दैनौं अब बानी बसालले किनभने एसई मा बीएलई मा कति घण्टा एक्जाम टाइम हुन्छ अरे कति घण्टा हो 3 घण्टा भित्र जो लेख्न सक्यो उ सफल जो लेख्न सकेन जानेन उसको नम्बर थोरै आउँछ हो कि हैन हो त्यही कन्सेप्टमा भन्दै छु म यो भन्दा राम्रो तपाईको करियर तपाईको माइन्डसेट केही हुन सक्दैन अब गर्ने के मानौ एक पेज नेपाली लेख्न भोलि पर्सि सर मैडमले एउटा प्र्याक्टिकल गर्नु होला आफ्नो क्लासमा एक पेज नेपाली लेख्न मानौ 8 मिनेट लाग्यो कति मिनेट अरे बोल्नु सही कति मिनेट मानौ अब तिमीले त्यो पेज लेखिसकेपछि यो दिमागमा क्लिक गर्ने 8 मिनेट अब अर्को पेज लगत्तै लेख्ने के गर्ने लगत्तै अर्को पेज लेख्ने र दिमागमा के सोच्ने अब अर्को पेज लेख्दा म धेरै हैन 30 सेकेन्ड घटाउँछु कति सेकेन्ड 30 सेकेन्ड के गर्छु हो भने अर्को पेज लेख्दा कति मिनेटमा लेखि भ्याउनु पर्ने हो गुड 7.5 मिनेटमा लेखि भ्याउनु पर्ने कति मिनेटमा थ्यांक यू अब फेरि अझै एकचोटी ट्राई गर्ने अब फेरि पनि म 30 सेकेन्ड के गर्छु कति सेकेन्ड घटाउँछु रे भने अर्को चोटी त्यो प्रयास गर्नुभयो भने कति मिनेट आयो हो 7 मिनेट आयो तपाईको 1 मिनेट घटेन ओके अब हिजोसम्म के थियो 8 मिनेट लाग्थ्यो र त्यो टेक्निक टाइम हेरेर तपाईले म्यानेज गर्नु 1 मिनेट घट्यो कि घटेन अब भन्नुस् त तपाई बीएलई एक्जाम दिनुभयो ओके त्यो बीएलई एक्जाममा तपाईले कति पेज लेख्नु पर्ने हुन्छ कम्तीमा अन्दाजी नो प्रब्लम 8 9 10 हैन ल 10 पेज को एउटा एक्जाम्पल मानौ 10 पेज लेख्नु पर्ने 1 मिनेट घटाउनु भयो कति मिनेट घटाउन सक्नु भयो तपाईले एक पेजमा 1 मिनेट 10 पेज लेख्नु भयो एक्जाममा कति मिनेट जोगियो ओ पछाडीबाट पनि आवाज आउँछ कति मिनेट जोगियो र ठीक छ थ्यांक यू कति मिनेट जोगियो 10 मिनेट जोगियो अब त्यो 10 मिनेट पहिला लेख्न सक्नुहुन्छ अनि 10 मिनेटमा के गर्न सक्नुहुन्छ रिवाइज के गर्न सक्नुहुन्छ अनि प्लस माइनस बिग्रेको भत्केको कहीं छुटेको छ भने सबै म्यानेज गर्न सक्नुहुन्छ कि सक्नुहुन्न सकिन्छ कि सकिदैन हो अब त्यो म्यानेज गरे बापत एउटा विषयमा 4 नम्बर बढ्यो 3 नम्बर बढ्यो
त्यो गरे बापत 3 नम्बर 4 नम्बर बढ्यो भने 7 वटा विषय हुन्छ 28-30 नम्बर बढ्यो कि बढेन हो जो 4 जीपीए को नजिक नजिक पुग्छ त्यसको 4 जीपीए आउँछ नि गर्ने अनि यसमा बोल्ने रेकर्डर अन भयो अब बोल्ने एक कति क्लास हो यसपालीको बोल न हो यसपालीको 7 क्लासमा कति जीपीए ल्याउनु 4 या 3 ठक्क होला न एउटा भाइ जी 3 ल ठीक छ अब यसरी घर गएर मोबाइलको रेकर्डर अन गर्ने अनि त्यसमा बोल्ने यसपालीको 7 क्लासमा यसपालीको 8 क्लासमा यसपालीको 9-10 क्लासमा तिमी जति क्लासको 3.9 जीपीए ल्याउँछु 4 जीपीए ल्याउँछु भनेर के गर्ने सेभ गर्ने अनि सेट गरिदिने के गरिदिने सेट गरिदिने अनि अलार्ममा के गरिदिने फिड गरिदिने एकदमै 1 मिनेटको काम छ यहाँ सबैको मोबाइलमा रेकर्डर हुन्छ सर म्याडमले नभए सिकाइदिनु होला हरेकको मोबाइलमा रेकर्डर हुन्छ रेकर्डर अन गर्ने नि बोल्ने यसपालीको कक्षा 8 मा 4 जीपीए ल्याउँछु यसपालीको कक्षा 10 मा एसई एक्जाममा 4 जीपीए ल्याउँछु अब के भयो सेट अब तिमी सुते छौ 6 बजेको अलार्म सेट छ कति बजेको 5 बजेर 59 मिनेट ठ्याक्क 6 बज्यो अनि मोबाइल बोल्यो यसपालीको एसई मा 4 जीपीए ल्याउँछु हिजोसम्म गीत सुन्थ्यौ टिनटिन टन्टन सुन्थ्यौ अब भोलिदेखि तिम्रो आवाज अनि तिम्रो आवाजले के बोल्यो बिहान बिहानी पहिलो शब्द तिम्रो कान भित्र के पस्यो तिम्रो पढाइको 4 जीपी हो कि हैन अघि के भने अरे कानले जे सुन्छ अनि त्यो गर्न पर्यो कि परेन यसमा के खर्च लाग्छ यसमा के पैसा लाग्छ लाग्दैन त्यसकारण अब यो टेक्निक तपाईले आफ्नो भोलिदेखिको स्टडीमा एप्लाई गर्ने कि नगर्ने ल अब क्लास 8 बाट 2 जना आउने गर्ल्स ल क्लास 8 बाट 2 जना गर्ल आउने छिट्टो अनि पढ्नु पर्ने हुन्छ ल ध्यान दिनुस् त यदि सपना यदि लक्ष्य पूरा भएन भने इनले नै भनिन् नराम्रो लाग्छ दुःख लाग्छ दुखी भइन्छ सपना पूरा हुँदैन धेरै कुरा र केही विद्यार्थी यस्ता हुन्छन् जब लक्ष्य पूरा हुँदैन गाह्रो हुन्छ भने उनले ह्याङ्गिङ समेत गर्छन् झुन्डिने पनि गरिदिन्छन् आफूलाई नराम्रो बनाइदिन्छन् उनको कन्फिडेन्स लो हुन्छ ए म त बेकार छु केही गर्न सक्दिन ती नेगेटिभ कुराहरू तिनी भित्र आउँछ त्यसकारण आजदेखि म भन्छु तपाई अब आफ्नो लक्ष्य एकैचोटी डाक्टर बन्ने एकैचोटी टिचर बन्ने आजदेखि लिन भएन तपाईले एक वर्षको लक्ष्य लिनुस् कति वर्षको अरे तिमी जति क्लास हो त्यो क्लासमा म अनुशासित भएर राम्रोसँग आफ्नो पढाइलाई निरन्तर गर्छु कन्टिन्यू गर्छु स्टडीलाई कन्टिन्यू गर्छु यो कुरा अब तपाईले सोच्नु पर्ने हुन्छ यो कुरा अब तपाईले विचार गर्नु पर्ने हुन्छ अब यदि यो कुरा विचार गर्नुभयो भने तपाईको पढाइको कन्टिन्युटी राम्रो हुन्छ तपाईको बाटो स्टडी वे के भन्छ स्टडी वे एकदमै राम्रो हुन्छ अनि तपाई सफल बन्न सक्नुहुन्छ तपाईको क्यारियर राम्रो बन्न सक्छ यदि तपाईले एकैचोटी आज बल्ल त 7 मा पढ्दै गरेको बच्चा आजैदेखि डाक्टर बन्न त हो तर मेन फोकस भनेको क्लास 8 मा टप गर्ने क्लास 8 बिएलई मा टप गर्ने
तपाईको माइन्डसेटमा त्यो कुरा डेभलप गर्न पर्यो। डाक्टर त एउटा लक्ष्य हो अलि परको, तर आज 1 वर्षमा मैले के गर्ने हो, आफ्नो क्लास 8 लाई बेटर बनाउने हो, क्लास त्यसपछि 9 लाई बेटर बनाउने हो, क्लास 10 लाई बेटर बनाउने हो। यसरी स्टेप बाई स्टेप यदि तपाई जानुभयो भने तपाईको बुझाइ, तपाईको सोच क्लियर हुन्छ, तपाईको करियर एउटा वेमा बिस्तारै हिँड्दै जान्छ र त्यो टपमा पुग्छ। हैन एकैचोटी ठुलो गर्नुभयो र लिनुभयो भने त्यहाँनिर तपाईलाई गाह्रो हुन्छ। यसकारण स्टेप बाई स्टेप तपाई जानुभयो भने स्टेप बाई स्टेपको कन्डिसनमा के भन्छ, कन्टिन्यू लर्निङ। लेख्नेहरू लेख्न सक्नुहुन्छ, कन्टिन्यू स्टडी। के अरे लेख्नेहरू लेख्न सक्नुहुन्छ, 3टा कुरा यहाँ हुन्छ। अनि म सघाउँछु, कन्टिन्यू स्टडी। क्लास 10, 8, 7 सुन्नुहोस् है, यदि लेख्न मन लाग्छ भने लेख्नु, कन्टिन्यू स्टडी। बोल्नुहोस् त के अरे, कन्टिन्यू स्टडी। कन्टिन्यू स्टडी भयो भने तपाई भित्र कन्फिडेन्स बिल्डअप हुन्छ। के बिल्डअप हुन्छ, अलि पुगेन, के बिल्डअप हुन्छ, के बिल्डअप हुन्छ हो। जब तपाई भित्र कन्फिडेन्स बिल्डअप हुन्छ त्यसपछि तपाई भित्र विल पावर आउँछ। के आउँछ, विल पावर भनेको इच्छा शक्ति। के शक्ति, अझै गर्छु, धेरै गर्छु, अघि बढ्छु, दुनियाँ जित्छु, मेरो सपना पूरा गर्छु, मेरो करियरलाई राम्रो बनाउँछु। किनभने त्यो डाक्टर बन्ने कि आमाले, त्यो इन्जिनियर बन्ने कि आमाले, त्यो 4 GPA कि आमाले आफ्नो गर्भमा, आफ्नो कोखामा तिनलाई डाक्टर बन्नेलाई, इन्जिनियर बन्नेलाई, ठुलो मान्छे बन्नेलाई, दुनियाँ जित्नेलाई 18 महिना 27 महिना राखे कि होइनन्। बिचबाट गइसक्नु भएको छ विद्यार्थी भाइ बहिनीले मात्रै नभएर समग्र शिक्षक शिक्षिका र आजका हाम्रा अतिथि सबैले आफ्ना बालबच्चा, गाउँ समाजका बालबच्चा, आफ्ना आफन्तका बालबच्चा सबैलाई बुझाउन सक्ने, दिन सक्ने विभिन्न किसिमका टिप्सहरू दिएर गइसक्नु भएको छ मनिष मिश्र सर। उहाँलाई धेरै धेरै धन्यवाद छ। एकपटक सबैले उहाँलाई सम्मान स्वरूप ताली पड्काएर एकपटक सबै विद्यार्थी, सबै अतिथिहरूलाई म अनुरोध गर्दछु सम्मानका लागि। र अब हामी यो करियर काउन्सिलिङ पछाडि अब हामी दोस्रो फेजको कार्यक्रममा छौँ। वडा अध्यक्षसँग विद्यार्थी, अब तपाईहरुको माइन्ड एकदम फ्रेस भएको छ, विद्यार्थीहरू धेरै खुसी हुनुहुन्छ, निन्द्रा लागेका विद्यार्थीहरू पनि जुरुक्क उठ्नु भएको छ, हाँस्नु भएको छ। अब वडा अध्यक्षसँग केही गुनासा छन् भने नजिकको सरकार, वडा सरकार, गाउँघरको सरकार, तपाईहरुले देखिरहेको अङ्कल अथवा चाहिँ उहाँलाई बेला बेला देख्नु पनि भएको छ होला। अब उमेरका हिसाबले काम लिएर त वडामा जानु भएको छैन, तर तपाईहरुको जीवनसँग जोडिएका कतिपय प्रश्नहरू छन्, तपाईहरुको जिन्दगीसँग जोडिएका, पढाइसँग जोडिएका, उमेरसँग जोडिएका ती धेरै प्रश्नको समाधान गर्ने निकायको एकजना एउटा प्रधानमन्त्री सर वडाको एकजना प्रतिनिधि, जनताले चुनेको प्रतिनिधि हाम्रो बिचमा हुनुहुन्छ। उहाँलाई केही तपाईहरुका प्रश्न छन् भने अब मजाले माइकमा सोध्न सक्नुहुन्छ। त्योभन्दा पूर्व वडा नम्बर 6 ले विद्यार्थीको सवालमा, बालबालिकाको सवालमा आजसम्म के काम गरेको छ र आफू निर्वाचित भए पछाडि विद्यार्थी र बालबालिकाको क्षेत्रमा उहाँले गरेका कामहरू के छन् र बजेट बन्ने बेला पनि भएको छ। आगामी वर्ष उहाँले के कस्ता कार्यक्रमहरू लिने योजना तयारी गर्नुभएको छ, ती सबै कुरा उहाँले बताउनु हुनेछ। र त्यस पछाडि वडा अध्यक्ष बोलिसके पछाडि तपाईहरुका फेरि हामी प्रश्न लिनेछौँ र हामी समाधान गर्नेतर्फ लाग्नेछौँ। र यो माइक्रोफोनमा आजका हाम्रा आकर्षक प्रमुख वक्ता र यस वडा नम्बर 6 का वडा अध्यक्ष करुण टन्डनलाई म यो माइक्रोफोन दिन चाहन्छु। विद्यार्थीसँग नि तपाईहरु जुन अलि सिनियर विद्यार्थी, जुन हामीले क्लास 6, 7, 8, 9, 10 भन्ने गरेका छौं, अलि बुझ्न सक्ने नानी बाबुहरु, तपाईहरुलाई तपाईहरुको समस्या, तपाईहरुले झेल्नु परेको समस्या, तपाईहरुले पठन पाठन गर्दाखेरि झेल्नु परेको समस्या, कहीँ कतै घर बिहान उठेदेखि साँझ सुत्ने बेलासम्म तपाईहरुले पठन पाठनको क्रियाकलापमा तपाईहरुले झेल्नु परेको समस्या कहीँ कतै नहोस् र तपाईहरुले सुनाउन, सुन्न, भन्न
कुनै ठाउँ पाउनुभएको छैन, तपाईँहरूले कतै त्यो अवसर चुकाइरहनु भएको छ भने त्यही अवसरलाई यो बोल्न सक्ने ठाउँ दिएको हो। आज यो निहित तपाईँहरू सबै विद्यार्थी नानी बाबुहरूको लागि राखिएको कार्यक्रम हो। तपाईँहरूले कक्षा कोठामा पढ्दाखेरि कोही लाइन नभएर फ्यान भएर गर्मी हुन्छ। तपाईँहरूले कक्षा कोठामा पढ्दाखेरि गुरुआमा गुरुबाबाहरूले पढाएको तपाईँहरूले राम्रोसँग सुन्न नसक्नुहुन्छ, अथवा तपाईँलाई कस्तो किसिमले अझै फरक किसिमले पढाइदिए मैले बुझ्न सक्छु भन्ने लाग्छ। त्यही किसिमको गुनासो पोख्न इभन तपाईँहरूलाई तपाईँहरूको हक र अधिकार, तपाईँहरू खेल्न पाउने, तपाईँहरू लेख्न पाउने, तपाईँहरू स्वतन्त्र भएर बोल्न पाउने हक र अधिकारलाई पुनिष्ठित नगरियोस् भनेर राखिएको कार्यक्रम हो। के थाहा भोलि भविष्यमा तपाईँहरूमध्ये कोही राष्ट्रपति हुने हो कि? एनीबडी नोज? नो वान नोज, होइन? के थाहा भोलि प्राइम मिनिस्टर तपाईँहरूमध्ये नै कोही हुने हो कि? के थाहा भोलि बिहान तपाईँहरू पनि यही स्कुलको कविराज सर जस्तो प्रधानाध्यापक हुने हो कि? चेतनारायण सर जस्तो वेल एजुकेटेड शिक्षक हुने हो कि? यो निहित तपाईँहरूको लागि राखिएको कार्यक्रम हो। सायद बाडगङ्गे नगरपालिकामा अहिलेसम्म यो अभ्यास पनि छैन होला, जुन यस माध्यमिक विद्यालयमा यो दोस्रो पटक हो। र बाडगङ्गा नगरपालिका वडा नम्बर 6 मा हामीसँग 2टा सरकारी स्कुलहरू छन्, जुन 2टा स्कुलमध्ये एउटा ज्ञानोदय विद्यालय सठौली र यो महेन्द्र के अरे यो लक्ष्मीघाट माध्यमिक विद्यालय हो। र त्यहाँको पनि हामीले 7 र 8 क्लासको नानी बाबुहरूलाई पनि यहाँ लिएर आउनुपर्छ, मर्ज गर्नुपर्छ। यो कार्यक्रम 2 ठाउँमा राख्न सकिँदैन, एकमुष्ट राखेर तपाईँहरूले सुनाउनुपर्छ, तपाईँहरूको हक हितको लागि चाहिँ अघि बढ्नुपर्छ भनेर राखिएको हो। यद्यपि अरू विकासका स्कुलप्रति गरेका भौतिक पूर्वाधारहरूप्रति तपाईँहरू धेरै नसोच्नुहोस्, तपाईँले पठन पाठन गर्नुपर्ने अधिकारको कुरामा तपाईँहरू बोल्नुहोस् भन्दै जसरी यो कार्यक्रमको किन राखिएको भनेर जुन संक्षिप्तमा राखियो त्यसै अन्तर्गत अझ हामीले एउटा मोटिभेसनल जुन एउटा सरलाई लिएर आएका छौँ, मनिष सर, उहाँलाई म अघि सम्बोधन गर्न बिर्सिएँ। यहाँलाई धेरै धेरै धन्यवाद। जसरी उहाँहरूले तपाईँहरूसँग के भन्नुभयो, कति राम्रो एउटा चाहिँ मोटिभेसनल क्लास दिनुभयो भन त। मैले त्यो बिर्सिन्छ भने नोट पनि गरेँ। गुड डेज गिभ अस ह्याप्पिनेस, ब्याड डेज गिभ अस लेसन, होइन? खराब दिनले हामीलाई सिक्ने मौका दिन्छ, खराब दिनले हामीलाई अघि बढ्ने प्रेरणा दिन्छ, खराब दिनले हामीहरूलाई मौका दिन्छ, अवसर दिन्छ भन्ने कस्तो राम्रो चाहिँ उहाँहरूले चाहिँ दिएर जानुभयो। यस्तै अर्को वर्ष पनि अझै कुनै किसिमको चाहिँ भोकेसनल तिमीहरूको ट्रेनिङ, तिमीहरूको चाहिँ अझ पठन पाठन गराएर हुन्छ कि, अनि पछि गएर तिमीहरूको खेल खेलाएर हुन्छ, कसरी तिमीहरूलाई मनोरञ्जन गराएर हुन्छ कि, तिमीहरूको क्षमता वृद्धि गर्ने कुनै पनि तिमीहरू नानी बाबुहरूसँग कुनै पनि त्यस्तो किसिमको आइडिया दाई भाइसँग छ भने पनि आउनु। एनी टाइम 24/7 तिमीहरूलाई वडा कार्यालय सधैँ नानी बाबुहरूको लागि खुल्ला छ भन्दै अरू कुराहरू म नानी बाबुहरूको जवाबपछि सवालपछि दिनेछु। र समयको ख्याल गर्दै तपाईँहरूसँग कुनै पनि नानी बाबुलाई निर्धक्क आफ्नो घर, शिक्षक शिक्षिका, वडा कार्यालयबाट गर्ने जनप्रतिनिधिहरू, बाटोमा गरिने समाजले तपाईँहरूले गरेको व्यवहार, कुनै पनि वर्ग दलितदेखि खस आर्य सबै वर्ग समुदायलाई कुनै किसिमको मतभेद विवाद छ भनेदेखि प्रष्ट खुल्ला भएर भन्नुहुन म आग्रह गर्दछु। र म दोस्रो सेसनमा पनि आउनेछु। हस्त धन्यवाद। धेरै धेरै धन्यवाद छ वडा अध्यक्ष करुण टन्डनलाई। उहाँले यो आजको यो कार्यक्रमको विषयवस्तु र विद्यार्थीसँग राखेको अपेक्षाको बारेमा बताउनु भएको छ। अब यो माइक्रोफोन विद्यार्थीको हातमा दिन्छु म। विद्यार्थीले मजाले वडा अध्यक्षलाई सम्बोधन गरेर आफ्ना गुनासाहरू भन्न सक्नुहुन्छ र यो विद्यालयभित्रका केही समस्या छन् भने प्रधानाध्यापकले त्यसको जवाफ दिनुहुनेछ। तपाईँहरूले पढ्दै गर्दा किताब नपाएका कुरा हुनसक्छ, अब छात्रवृत्तिका कुराहरू हुनसक्छ, सरसफाइका कुराहरू हुनसक्छ, तपाईँहरूको खानेपानी कस्तो छ, यहाँ शौचालय नराम्रो हुनसक्छ, फोहोर हुनसक्छ, अनि चाहिँ फ्यान राम्रो छ कि छैन लगायतका केही समस्या छन् भने सरहरूले भोलि यहाँ प्रश्न सोधे बापत फेरि भोलि गाली गर्नु नि हो कि थर्काउनु नि हो कि भन्ने प्रकारको डर त्रास केही मनमा नराखिकन। मेरो नाम ममता थापा, म कक्षा 10 मा पढ्छु। हाम्रो जुन विद्यालयमा खेलकुदको सामग्री छैन, उनले पहिला पनि राखेको थियो कुरा, अझै आएको छैन। अनि जो
हाम्रो नयाँ भवन बन्दैछ, नयाँ भवनमा माटो गिराइदिनुहुन्छ भने। अनि जो बाबा हुनुहुन्न, कसैको मम्मी हुनुहुन्न, उहाँहरूलाई केही छुट छ कि नै? हाम्रो विद्यालयमा कम्प्युटर ल्याब, साइन्स ल्याब, लाइब्रेरी छ, तर व्यवस्थित रूपले छैन, सञ्चालन छैन। त्यो हामीलाई पढ्नलाई लाइब्रेरी अनि केही सिक्नलाई, केही जान्नलाई साइन्स ल्याब अनि कम्प्युटर क्लासको व्यवस्थापन हुन्छ कि नै? 9-8सम्म मात्र छ कम्प्युटर क्लास, 10सम्म पनि गराइदिनुहुन्छ कि हामी? नमस्ते सबैजनालाई, मेरो नाम सन्जिता दर्जी, म श्री ज्ञानोदय आधारभूत विद्यालयबाट आएको। म कक्षा 8मा पढ्छु। किनभने हाम्रो स्कुलमा पढ्दाखेरि गाडीहरू हिँडेर हामीलाई पढ्न मिल्दैन, त्यसको लागि केही सहयोग गरिदिनु होला। मेरो नाम संरचना भुषाल हो, म कक्षा 7मा पढ्दछु। मेरो घर मनरापुर हो। अहिले हाम्रो स्कुलमा बन्दै गरेको नयाँ भवनमा मैले केही जिज्ञासा राखेकी छु। यो नयाँ भवनमा 10, 11 र 12 क्लास बनाइदिनु हुन अनुरोध पनि गर्दछु। अनि हाम्रो स्कुलमा धेरै टिचरहरूको महत्त्वपूर्ण भूमिका पनि रहन पर्ने थियो। डान्स क्लासको टिचर पनि रहने र मैले हेड सरलाई भन्न चाहन्छु 7 क्लासमा पद्मा म्यामलाई इङ्ग्लिस पठाइदिनुहोस् र स्वास्थ्य पढाउन दिलदार सरलाई पठाइदिनु हुन पनि अनुरोध गर्दछु। हस्त धन्यवाद। मेरो नाम अन्सु पौडेल हो, म कक्षा 7मा पढ्दछु। मेरो घर भगलापुर हो। हाम्रो विद्यालयमा बाल क्लब यस्तै क्लबहरूमा केही रकमहरू दिएर सहयोग गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। र अरू आमा बुवा नभएका विद्यार्थीलाई, गरिब दुःखीलाई मद्दत गर्नलाई पनि सहयोग रकम दिनु हुन, मद्दत गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। धन्यवाद। नमस्ते, मेरो नाम अनिसा चौधरी हो। म श्री लक्ष्मणघाट माध्यमिक विद्यालयमा पढ्छु र म 10 कक्षामा पढ्छु। हाम्रो विद्यालयमा बाल क्लबको व्यवस्थापन गरेको छ, तर हामीले बाल क्लबको एउटा छुट्टै अफिस बनाइदिनु हुन, अफिसको व्यवस्थापन गरिदिनु हुन, अफिसमा टेबल र कुर्सीको पनि व्यवस्थापन गरेर हामीले बाल क्लबको सदस्यहरूले बैठक बसेर विद्यालयको बारेमा केही, मैले एउटा कुरो पनि भन्न चाहन्छु, हामीले पढेर मात्रै ज्ञान लिन सक्दैन, हामीले शिक्षण अवलोकन गरेर पनि केही कुराको ज्ञान लिनुपर्छ। त्यसैले हामीले भ्रमण गर्नुका लागि केही आर्थिक सहयोग गरिदिनु हुन वडाध्यक्षज्यूले हार्दिक अनुरोध गर्दछु। अनि यसै गरी हाम्रो लागि बाल क्लबको एउटा छुट्टै ड्रेस बनाइदिनु हुनको लागि पनि अनुरोध गर्दछु। अनि हामीले खेलकुदको लागि जस्तै फुटबल, क्रिकेटको लागि जर्सी नभएको कारणले हाम्रो विद्यालयको भाइ बहिनीहरूले जर्सीको लागि पनि जर्सीको लागि पनि व्यवस्था मिलाइदिनु हुन हार्दिक अनुरोध गर्दछु। यो जाली हटाइदिएर पक्कीको दिवार वाल छेक्नको लागि हार्दिक अनुरोध गर्दा। यसै गरी हाम्रो साइकल स्ट्यान्ड राख्ने ठाउँ पनि छैन, अनि हाम्रो लागि साइकल स्ट्यान्ड राख्ने ठाउँ पनि मिलाइदिनु हुन, व्यवस्था मिलाइदिनु हुन हार्दिक अनुरोध गर्दै। मेरो नाम राज परियार हो। म श्री ज्ञानोदय आधारभूत विद्यालयबाट आएको छु। हाम्रो स्कुलमा कम्प्युटर छैन, किताब छ, तर हामी कम्प्युटरको आवश्यकता छ। अनि झाल ढोका टुटेको छ, त्यसको लागि मद्दत गरिदिन हार्दिक अनुरोध गर्दछु। अनिखेरि टिन पनि चुन्छ, त्यसैले हामी पढ्न सक्दैनौँ। त्यही भएर म कक्षा 8मा पढ्छु। म श्री लक्ष्मणघाट माध्यमिक विद्यालयदेखि हो। हाम्रो विद्यालयमा क्यान्टिनको व्यवस्था छ, तर त्यसमा क्यान्टिन छ, तर त्यसमा बेच्ने मानिस छैनन्। त्यसको व्यवस्था मिलाइदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी हाम्रो विद्यालयको शौचालयको अलि राम्रो व्यवस्था गरिदिनु हुन पनि हार्दिक अनुरोध गर्दछु। अनि हाम्रो विद्यालयमा धेरै धाराहरू नभएकोले पानी खान पनि अलि अप्ठ्यारो हुन्छ। त्यसैलाई अलि राम्रो व्यवस्था गराइदिनु हुन हार्दिक अनुरोध गर्दछु। अनि हाम्रो विद्यालयमा
यो अटोलाई हटाएर बसको व्यवस्था गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। सम्पूर्ण विद्यार्थीहरूको मनमा भएको प्रश्न आफ्नै विद्यार्थी साथीहरूले भनिदिनु भएको छ। वडा अध्यक्ष र प्रधानाध्यापकले त्यसको जवाब दिनुहुनेछ। पहिला प्रसँग जोडिएका केही प्रश्नहरू छन्। एकजना विद्यार्थीले चाहिँ औपचारिक ढङ्गबाट माग गर्नुभएको छ कि शिक्षकहरू चाहिँ हुनु पर्यो भनेर। तपाईँहरूले किन यो खटन पठन गर्नुभएको त्यसको प्रश्नको जवाब दिनुहोला। र समग्र शौचालय नराम्रो हुने कुरा, खानेपानी नराम्रो हुने कुरा यो विद्यालयको एउटा इज्जतसँग जोडिएको विषय पनि छ। समग्र साइकल पनि व्यवस्थापन राम्रो छैन। यी कुराहरू लगायत अब समग्रमा यो विद्यालयभित्र जोडिएका प्रश्नको उत्तर दिनका लागि म प्रधानाध्यापक कविराज भण्डारी सरलाई म अनुरोध गर्दछु। वडाध्यक्षले विद्यार्थीसँग गत वर्षदेखि प्रत्यक्ष छलफल गरेर विद्यार्थीहरूका माग सम्बोधन गर्ने जुन प्रयास, मागहरू सुन्ने, विद्यार्थीहरूका प्रत्येकलाई समाधान गर्नको लागि जुन प्रयास गरिराख्नु भएको छ, यसको लागि सर्वप्रथम यो दुवै पक्षलाई म हार्दिक धन्यवाद दिन चाहन्छु र साथसाथै हाम्रो विद्यालय परिवारको तर्फबाट अत्यन्तै खुसी व्यक्त गर्न चाहन्छु र यस्ता कार्यक्रम आगामी दिनमा पनि हुनेछन् भन्ने हाम्रो अपेक्षा छ। र विद्यार्थीहरूले थुप्रै महत्त्वपूर्ण प्रश्नहरू उठाएका छन् जुन हामीले केही पुरा गर्न सकिरहेका थिएनौँ, केही तत्काल पुरा हुने स्थिति पनि छ र केही पुरा हुने क्रममा पनि छन्। हामी त्यो योजनामा छौँ, म क्रमशः भन्नेछु। र त्योभन्दा अगाडि करियर काउन्सिलिङको लागि हाम्रो विद्यालयमा मिश्रा सर आएर एकदमै प्रभावकारी ढङ्गबाट विद्यार्थीहरूलाई जुन कुरा राख्नुभयो त्यो अत्यन्तै समसामयिक र सान्दर्भिक कुरा राख्नुभएको छ। र विद्यार्थी वर्गले आफू अनुशासनमा रहेर कडा मेहनत र परिश्रम गरिएन भने हामी आफ्नो लक्ष्यमा पुग्न सक्दैनौँ भन्ने खालका कुराहरू उहाँले दिनुभएको छ। जसरी केही हाम्रा विद्यार्थी नानीहरूले शिक्षक बन्ने उद्देश्य राखेको, डाक्टर बन्ने उद्देश्य राखेको कुरा गर्नुभयो। जीवनमा आफू सफल बन्नको लागि, व्यक्तित्वको विकास बन्नको लागि लक्ष्य निर्धारण गर्नैपर्छ सबैले। बिना लक्ष्य हिँडियो भने हामी त्यहाँ पुग्न सक्दैनौँ, कठिन हुन्छ। र साथसाथै योजना बनाएर टिचिङ गर्नुपर्छ भन्ने जस्ता एकदमै सान्दर्भिक कुरा गर्नुभएको छ। विद्यार्थीहरूको लागि अलिकति कमी नै छ हाम्रोमा, हुँदै नभएको त होइन, तर केही कम छन्। जति विद्यार्थीहरूलाई आवश्यक पर्ने हो, जति चाहिने हो त्यति भएको अवस्थामा छैन। मैले यसै सन्दर्भमा गत 2 वर्ष लगातार वडाध्यक्षज्यूलाई यो हाम्रोमा शैक्षिक सामग्री, खेलकुद सामग्रीको अलिकति कमी छ, हाम्रो बजेट पनि कमी भयो, त्यो शीर्षकमा अलिकति छुट्याइदिनु पर्यो भनेर वडाध्यक्षज्यूलाई पनि भने। मैले नगरमा पनि, नगरका बैठकहरूमा पनि, नगरका विभिन्न महत्त्वपूर्ण बैठकहरूमा पनि यो कुरा राखेको थिएँ। तर यो शैक्षिक सामग्रीको लागि, खेल सामग्रीको लागि छुट्टै स्रोत साधनको व्यवस्था भएको छैन। हामीले यही भएकै स्रोतबाट जति सकिन्छ त्यति चलाउने गरेका छौँ। यसलाई विद्यार्थीहरूले गत वर्ष पनि आवाज उठाएका थिए, यो वर्ष पनि उठाएका छन्। त्यसकारण म वडाध्यक्षज्यूलाई पुनः मेरो तर्फबाट पनि यसमा केही विचार गर्न, यसको विद्यार्थीहरूको यो भावनालाई सम्बोधन गर्नको लागि म अनुरोध गर्दछु। अनि विज्ञान ल्याबको पनि व्यवस्थित भएन भन्ने कुरा उठाएका थिए। खास गरेर हाम्रो एउटा समस्या के भने टिनको छानो 12 महिना, यो गर्मी महिनामा अलि त्यहाँ गएर काम गर्न गाह्रो हुने अवस्था भएको हुनाले मैले विज्ञान सरलाई भनिसकेको छु। पहिला पुरन सरले पनि विज्ञान ल्याबमा विभिन्न विषयवस्तुसँग सम्बन्धित प्र्याक्टिकलहरू गराउने गर्नुभएको थियो। मैले विद्यार्थीहरूले भन्नुभन्दा अगाडि 1 हप्ता अगाडिदेखि मैले अहिलेको साइन्स टिचर अलि नयाँ आउनुभएको छ, उहाँलाई अब तपाईँले ल्याबको रेखदेख गर्नु, सामग्री के कति छ, नभएको चाहिँ भन्नुहोस्, टिपाउनुहोस्, नभएको ल्याउँला। अब प्र्याक्टिकलहरू का विषयवस्तुहरू सुरु गर्न पर्यो भनेर मैले सम्बन्धित शिक्षकलाई भनिसकेको छु। अब केही दिनपछि तिमीहरू प्र्याक्टिकल कक्षामा जान पाउनेछौ। अनि अर्को एकजना नानीले भनेकी छन् 11-12 कक्षा पनि सञ्चालन गर्नु पर्यो भनेर। म यहाँ आएदेखि सुरुकै वर्षमा मैले यहाँको अभिभावक भेलामै राखेको थिएँ 11-12 कक्षा पनि चलाउनु पर्यो भनेर। तर यो कोपोवा, यो 5 र 6 नम्बर वडाको अवस्था हेर्दाखेरि के देखिन्छ भने यो 10 कक्षामा विद्यार्थीहरूको सङ्ख्या सामुदायिक विद्यालयहरूमा अथवा यो सामुदायिक विद्यालयको माथिल्लो कक्षाहरूमा विद्यार्थी त्यति धेरै छैनन्। र 11 कक्षामा पढ्ने बेलामा यहाँका निजी र सामुदायिक विद्यालयमा विद्यार्थीहरूको तानातान हुने, उसले मेरो विद्यालयमा आइज भन्ने, उसले मेरोमा आइज भन्ने, तानातान हुने स्थिति
अहिले पनि हाम्रो 10 कक्षामा करिब 32-33 जना मात्र छन् र यहाँको समुदायका व्यक्तिहरूले पनि खासै यो बारेमा त्यति बढी चासो राख्नु भएको छैन। मेरो इच्छा त के थियो भने कुनै एउटा अलिकति बढी व्यवहारिक यो प्राविधिक विषय राख्न सकियो भने, यहाँका जनताको आवश्यकता विषय राख्न सकियो भने त्यो बढी सान्दर्भिक हुन्थ्यो जस्तो मलाई लाग्यो। र मैले यहाँ हाम्रोमा भएका छिमेकी विद्यालयहरूलाई पनि एउटा कोअर्डिनेसन गरेँ। महेन्द्र मावि कोपुवालाई, जनता मावि पिप्रालाई। जनता मावि पिप्राले 6वटा प्राविधिक विषयको सम्बन्ध लिएको छ, 4वटा मात्रै चलाउन सकेको छ, अरू विद्यार्थी सङ्ख्या नपुगेर चलाउन सकेको छैन। र कोपुवाबाट तनु म्याडम पनि एकदमै यो प्राविधिक चलाउन साह्रै गाह्रो भयो सर। हामीले भलबाड र यता बिकुलीसम्म पुग्नु परेको अवस्था छ, विद्यार्थी जुटाउनै गाह्रो भयो। आजकलका विद्यार्थीहरू यो प्राविधिक विषयमा इन्ट्रेस्ट राख्न छोडे भन्नुभयो र हाम्रो समितिमा पनि बेला बखत भइरहन्छ। वडा अध्यक्षज्यूले पनि तपाईँ छँदै यो 11-12 खोल्न पर्छ है भनेर मलाई पटक पटक भन्नुभएको छ। म पनि त्यो सोच बनाएको छु। मैले योभन्दा अगाडिको बैठकमा एउटा समिति बनाऊ अनि चाहिँ त्यसपछि के कसरी अगाडि जान सकिन्छ भनेर यो व्यवस्थापन समितिको बैठकमा पनि कुरा राखेका थिएँ। अहिले त्यो बारेमा वडा अध्यक्षज्यूले पनि केही कुरा राख्नुहुनेछ। अनि विद्यार्थीहरू यो डान्स क्लासको पनि कुरा गरे। खास गरी यो डान्सलाई हेर्नको लागि, कल्चरलको लागि हाम्रो विद्यालयमा के छ भने हामीले सम्पूर्ण शिक्षकहरूलाई एउटा कसैलाई 2टा कसैलाई 3टा जिम्मेवारी तोकेका छौँ। त्यसै अन्तर्गत यो डान्स अथवा कल्चरल प्रोग्राम पनि हाम्रो चाहिँ अभिन्न विषय हो, यसलाई छुटाउनु हुँदैन भनेर पद्मा न्यौपाने म्याडमलाई यो कल्चरल हेर्नको लागि जिम्मेवारी दिएको छ। उहाँ संयोजक त्यसको। हामीले हाम्रो क्यालेन्डरमा पनि जिम्मेवारी तोकेका छौँ, यहाँहरूले हेर्न सक्नुहुन्छ। गत वर्षको क्यालेन्डरमा पनि उहाँलाई जिम्मेवारी तोकिएको छ। उहाँले मेहनत पनि गर्नुभएको छ, तर उहाँलाई चाहिँ त्यो डान्सका क्लासहरू चलाउनको लागि भनेर हामीले पिरियड छुट दिन सकेका छैनौँ। त्यही भएको हुनाले उहाँलाई अब 6 पिरियड पढाउनु पर्ने, अनि समय अलिक कम पुग्ने भएको हुनाले जुन अवसरहरू आउँछन्, विशेष अवसरहरूभन्दा अगाडि उहाँलाई 2-4 पिरियडमा हामीले अरूले हेरिदिएर पनि उहाँलाई चाहिँ त्यो तयारी गर्नुहोस् भनेर लगाएका छौँ, गरेका छौँ। तर एउटा अलग्गै टिचर राख्न नसकेको हुनाले जति अपेक्षा हो विद्यार्थीहरूको त्यो अपेक्षा पुरा नभइसकेको अवस्था अवश्य नै हो। आगामी दिनमा उहाँको समयलाई अझै थप गर्ने प्रयास चाहिँ हामीले गर्नेछौँ। यो विषयहरू अलिकति फलानु सरलाई फलानु विषय अनि फलानु सरलाई फलानु विषय भनेर विद्यार्थीहरूले रोजेका छन्। अब त्यसलाई हामीले त्यो रुटिन हेर्नेछौँ। आगामी दिनहरूमा मिलाउनु प्रयास चाहिँ गर्नेछौँ। र चाहिँ हामीले जुन रुटिन दिएका छौँ उहाँहरूको योग्यता दक्षता अनुसारको दिएका छौँ। कहिलेकाहीँ कुनै शिक्षकको विशेष कलाको कारणले गर्दा कुनै शिक्षक बढी मनपर्छ, तर विषयवस्तुको हिसाबले, सक्षमताको हिसाबले हामीले जुन पिरियड तोकेका छौँ त्यो चाहिँ उहाँलाई दिन नमिल्ने विषय तोकेका छैनौँ। त्यसमा विद्यार्थी भाइ बहिनीहरूले पनि बुझिदिनुपर्छ। अनि त्यसै गरेर अर्को विषय यहाँ राखेका छन्, बाल क्लबको लागि केही बजेट छुट्याउनु पर्यो भनेर राखेका छन्। अत्यन्तै सान्दर्भिक विषय हो। हामीले बाल क्लब हरेक वर्ष गठन गरेका छौँ। बाल क्लबका सदस्यहरूको फोटो हामीले क्यालेन्डरमा राखिदिने गरेका छौँ र बाल क्लब गठन गर्ने क्रममा पनि अत्यन्तै प्रजातान्त्रिक ढङ्गबाट गरेका छौँ। कक्षा 4 देखि माथि फर्स्ट हुने एकजना विद्यार्थी उसको क्षमताको आधारबाट छान्ने गरेका छौँ। जो फर्स्ट हुन्छ उसलाई राख्छौँ। अर्को विद्यार्थी कक्षाभरिका विद्यार्थीहरूबाट भोटिङ गराएर राख्छौँ। भोटिङ गरेर जसलाई भोट दिन्छ त्यो व्यक्तिलाई बाल क्लबको सदस्य छान्छौँ। हामीले 6 देखि माथि 2 जना, 4 अनि 5 र 6 को लागि 4 र 5 को लागि 1-1 जना छानेका छौँ। यस्तो प्रजातान्त्रिक ढङ्गबाट छानिएको छ। उनीहरू चाहिँ कुनै काम गर्नको लागि तत्पर छन्। हामीले चाहिँ विद्यालयका व्यवस्थापनसँग सम्बन्धित, सरसफाइसँग सम्बन्धित विषयवस्तुहरूमा र अतिरिक्त क्रियाकलापसँग सम्बन्धित विषयवस्तुमा परिचालन गरेका छौँ। र उनीहरूलाई पनि हुँदो हो, बजेट भयो भने केही हामीले नयाँ क्रिएटिभ काम गर्थ्यौँ भन्ने हुँदो हो। त्यो उनीहरूले अपेक्षा राखे। अनि त्यस्तै किसिमले अवलोकन भ्रमणको कुरा गरेका छन्। अवलोकन भ्रमण पनि हामीले हरेक वर्ष विद्यार्थीहरूलाई, सानो कक्षाका विद्यार्थीलाई लुम्बिनी र ठुलो कक्षाका विद्यार्थीलाई कहिले पोखरा, कहिले जनकपुरतिर विभिन्न स्थानहरूमा यो पटक पनि गएको वर्ष पनि हामीले बागलुङसम्म पुर्याएर ल्याएका थियौँ। कार्यक्रम त भइरहेका छन्, तर पनि अब बजेटको कमीले गर्दा सबै विद्यार्थीहरू, घरका अभिभावकले चाहिँ बजेट सहयोग गर्न नसकेको कारणले गर्दा, विद्यार्थीहरूलाई बजेट प्रदान गर्न नसकेको कारणले गर्दा सबै विद्यार्थीहरू भाग लिन पाएका छैनन्। त्यसको लागि वडाले केही योजना गर्न सक्छ भन्ने वडा अध्यक्ष हुनुहुन्छ, अहिले भन्नुहुनेछ। अनि त्यस्तै गरेर पक्की वालको कुरो विद्यार्थीले गरेका छन्। यो राम्रो र सान्दर्भिक कुरो हो। बजेट नगरपालिकाले दिन सक्यो भने अथवा वडाले व्यवस्थापन गर्न सक्यो भने, अब यो हाम्रो अहिले जुन वाल लगाएका छौँ यो वाल पुरा भएको करिब 1.5 वर्ष भयो। अब यो अस्थायी हो, 2-3 वर्षमा यो भाँचिन सक्छ। पातला फलामका पोलहरू छन्। त्यसकारण वडा अध्यक्षज्यूलाई म के अनुरोध गर्न चाहन्छु भने आगामी वर्षको लागि 2-4 वर्षभित्रै पक्की खालको वालको लागि योजनामा पार्नु हुनेछ भन्ने मैले वडा अध्यक्षज्यूलाई भन्छु। हामीले योभन्दा अगाडि पनि
सङ्घमा र केन्द्रमा यो वालको लागि हामीले कार्यक्रम पेश गरेका थियौँ। थोरै बजेट आएको हुनाले हामीले यो जालीदार अस्थायी प्रकृतिको वाल लगाएका छौँ। अनि त्यस्तै किसिमले विद्यार्थीहरूले यो साइकल स्ट्यान्डको पनि कुरा गरेका छन्। र अब यो सालको लागि हाम्रो जुन पक्की भवन यहाँ देखिएको छ, हाम्रा सम्पूर्ण कक्षाहरू यो साल पक्की भवनमा पुग्नेछन्। यो सालको लागि पुग्छ। तर आगामी वर्षहरू हामीले के गरेका छौँ भने यो अङ्ग्रेजी माध्यमका कक्षाहरू हरेक वर्ष एउटा कक्षा थप्दै लगेका छौँ। यो नर्सरीबाट सुरु गरेर 7 वर्षमा अहिले 4 कक्षामा पुगेको छ अङ्ग्रेजी माध्यम। अर्को साल 5, अर्को साल 6 हुँदै जाने हो। त्यस कारण आगामी वर्षको लागि पनि भवन छैन, कक्षा कोठा हामीसँग छैन, पक्की कोठा छैन, जुन टिनका छाना देखिएका कोठाहरू छन्। यसमा चाहिँ गर्मी र जाडो र हावाहुरीको मौसममा अत्यन्तै गाह्रो हुन्छ, सिकाइ अनुकूलका कोठाहरू छैनन्। त्यस कारण आगामी दिनलाई केही कोठाहरू थप्नुपर्ने अवस्था पनि छ। त्यसको लागि पनि वडाध्यक्षज्यूलाई म थप्न चाहन्छु, विद्यार्थीहरूका कुरा समर्थन गर्न चाहन्छु। अनि यो साइकल स्ट्यान्ड चाहिँ हाम्रो यो जुन खाली भएको छ टिनको टर, अब यो खाली हुँदैछ उत्तरतर्फको, यसमा हामीले बिचको वाललाई हटाएर साइकल स्ट्यान्ड यसैमा राख्ने योजना बनाएका छौँ। अहिलेसम्म कक्षाहरू सरेको छैन, पुरा नभएको कारणले गर्दा 1 महिनाभित्र त्यता हामी सर्छौँ, विद्यार्थीहरूलाई सार्छौँ। त्यसपछि यो ब्लकमा साइकल स्ट्यान्ड पनि बनाउनेछौँ, एउटा स्टोर बन्नेछ। अनि त्यसपछि सांस्कृतिक कोठा अथवा कल्चरलको लागि पनि एउटा कोठा छुट्याउनेछौँ यसबाट भन्ने सोच छ। अनि त्यसै गरी शौचालयको कुरा उठाएका छन् भाइ बहिनीहरूले। र हामीले के गरेका छौँ भने यो शौचालय अब 400 भन्दा बढी विद्यार्थी भएको ठाउँमा कुनै एकजना सहयोगीले मात्रै सरसफाइ गरेर नपुग्ने भएको अवस्थाको कारणले गर्दा विद्यार्थीहरू आफै खटेका छन्। हरेक दिन प्रत्येक कक्षाबाट 4 जना विद्यार्थी हामीले पठाएका छौँ, विद्यार्थीले गरेका छन्। कहिलेकाहीँ विद्यार्थीले गरेकोमा केही कमी कमजोरी भयो भने हामी पनि जान्छौँ, हामी पनि हेर्छौँ। फोहोर भयो भने हामीले पनि त्यसको व्यवस्थापन थप सहयोग गर्ने गरेका छौँ। हाम्रो सहयोगी म आफै पनि जान्छु बेला बेलामा। मैले कयौँपटक त्यहाँ भएका फोहोरहरूलाई फाल्ने अनि त्यसपछि पानी हाल्ने आदि इत्यादि म आफै पनि गर्छु। यो शौचालयलाई फोहोर गर्नलाई सफा गर्नलाई कुनै कसरत राखेका छैनौँ। अझै राम्रो भइदिए हुन्थ्यो भन्ने चाहना भाइ बहिनीहरूको। अर्को धाराको सन्दर्भमा अलिकति के भयो, यो अनुशासनकै कमी भन्नुपर्ने हुन्छ। यत्रो हाम्रो महत्त्वपूर्ण कार्यक्रममा विद्यार्थीहरूलाई आरोप लगाउनु पनि राम्रो कुरा होइन। तर केही 2-4 जना विद्यार्थीहरू यसरी ओरिएन्टेड भयो कि यो विद्यालयको सम्पत्ति हो, मेरो व्यक्तिगत सम्पत्ति होइन भन्ने खालको कतिपय 2-4 जना। अब यत्रो 400 जनामा 2-4 जनाको त फरक स्वभाव हुन्छ नै। धाराहरू जोड्यो भने अब त्यो 1 हप्ताभित्रै भाँचिन्छ, पटक पटक भाँचिन्छ। हामीले विद्यार्थीले केसम्म भनेका छ भने खुसुकाएर भन हामीलाई, अनि हामीले तिमीहरूलाई केही गर्दैनौँ, कसले चाहिँ यो धारा भाँच्छ हामीलाई जानकारी गरायो भन्दा उनीहरू पनि डराउँछन् कि के हुन्छन्, उनीहरूले पनि भन्न सक्दैनन्। र हामीले यो धारा चाहिँ जोगाउन सकिरहेका छैनौँ। यसको लागि विभिन्न कक्षामा गएर क्लास दिएको छ, कहिले प्रेयरमै पनि दिइन्छ। र यो धारा चाहिँ टुटीहरू भाँच्ने प्रवृत्ति चाहिँ विद्यार्थीहरूमा अलिकति केही विद्यार्थीहरूमा छ। यो सबै विद्यार्थी होइन, तर कुन चाहियो भनेर पत्ता लगाउन सकिएको छैन। आगामी दिनमा यसको लागि पनि हामीले चाहिँ छुट्टै योजनाहरू बनाएर पत्ता लगाउने अथवा त्यसलाई चाहिँ संरक्षणका उपायहरू गर्नेछौँ, धारा नजोडिएको होइन। र यसरी यो महत्त्वपूर्ण जुन कार्यक्रम राखिदिनु भयो यहाँहरूले विद्यार्थी सङ्घ वडाध्यक्ष, अनि त्यसै गरेर करियर काउन्सिलिङ कुराहरू, यो अत्यन्तै महत्त्वपूर्ण कुराहरू विषयवस्तु राखिदिएर यो कार्यक्रम सञ्चालन गरिदिनु भएकोमा, यो कार्यक्रम हाम्रा विद्यार्थीहरू यही विद्यालयलाई छनौट गरेर आइदिनु भएकोमा पुनः म यो मायादेवी मिडिया सेन्टरलाई र हाम्रा वडाध्यक्षज्यूलाई धेरै धेरै धन्यवाद दिँदै आभार प्रकट गर्दै आगामी दिनमा फेरि भेट हुनेछौँ भन्दै यस्ता कार्यक्रमहरू आगामी दिन पनि आइरहन् भन्ने अपेक्षा गर्दै मेरा भनाइहरू अन्त गर्छु। हस्त, नमस्कार, धन्यवाद। लक्ष्मणघाट माध्यमिक विद्यालयका प्रधानाध्यापक अभिराज भण्डारी सरले धेरै कुरा विद्यालयसँग जोडिएका विद्यार्थीका प्रश्नको जवाफ दिनुभएको छ। अब म वडा अध्यक्षलाई कतिपय नीतिगत सवाल र कतिपय भन्ने पर्ने प्रश्नको जवाफ दिनका लागि म अनुरोध गर्दै विद्यार्थीको प्रश्नको जवाफ दिनका लागि म वडा अध्यक्ष करुण टण्डनलाई अनुरोध गर्दछु। तिमीहरूले निर्धक्क भएर अगाडि आएर आफ्नो मनमा उठेका जिज्ञासाहरू जसरी राख्न सक्यौ र तिमीहरूको कन्फिडेन्ट लेभल जुन डेभलप गर्यो, त्यसको लागि हामीले चाहे अनुरूपै यहाँको शिक्षक गुरुआमा, शिक्षिका गुरुआमा, गुरुबाबाहरूले तिमीहरूलाई प्रशिक्षण दिनुभएको रहेछ भन्ने सजिलै अनुभूति हुन गएको छ, जसको लागि विद्यालयमा पठन पाठन गराउनु हुने शिक्षक शिक्षिकाहरूलाई फेरि पनि मेरो व्यक्तिगत र वडाको तर्फदेखि धन्यवाद। म यो कुरा किन जोड्न चाहेँ भनेदेखि हामीहरूको बेलामा यही कन्फिडेन्टको लेभल नभएर कतिपय कुरामा हामी वैदेशिक यात्रा र हाम्रो एउटा एजुकेसनल यात्रामा भनौँ र हामीहरूले काम गर्ने सिलसिलामा कन्फिडेन्ट लेभल नभएर पनि हामी धेरै पछाडि परेको गुनासो छ।
जुन यहाँहरूलाई दिनुभएको छ, यहाँका नानी बाबुहरूलाई शिक्षकहरूले त्यो एउटा कन्फिडेन्ट लेभल दिएर जुन बोल्न सक्ने बनाउनु भयो, त्यसको लागि अझै नानी बाबुहरूले कोसिस गर्नुहुनेछ भन्ने अपेक्षा पनि लिएको छु। अब आज प्रश्न सवाल जवाफको बेलामा सबैभन्दा पहिला कक्षा 10 मा पढ्ने हाम्रो ममता थापाले जुन एउटा प्रश्न उठाउनु भएको थियो, पहिलो प्रश्न, खेलकुद सामग्री हामीहरूको विद्यालयमा पर्याप्त मात्रामा भएन हो। खेलकुद सामग्री बारम्बार यसभन्दा पहिला पनि विद्यालयका भाइ बहिनीहरू मसँग आउनुभएको थियो, तर समस्या कहाँ पर्यो भनेदेखि तपाईहरुलाई 10 वटा क्रिकेटको बल 10 जनालाई दिने हो भने गोजातिर हालेर घर, तपाईहरुलाई 5 वटा बल फुटबल दिने हो भनेदेखि त्यो फुटबल चाहिँ खेल्यो त्यसपछि जाली नाट कटाएर आउट लिन जाने कोही पनि होइन। तपाईहरुले संरक्षण गर्न पनि सक्नु पर्यो। अनि अलिकति भन्न त मिल्दैन, अलिकति जस्तो तपाईहरुले अलिकति आफ्नो पसिना त नभनौं, कतै तपाईहरुले खाजा खर्चबाट राखेर 2 रुपैयाँ 4 रुपैयाँ बचाएर पनि किन्ने कोसिस गर्नुस् त। अनि तपाईहरुलाई त्यसप्रति माया हुन्छ कि हुन्न? हुन्छ नि। यद्यपि अघि कविराज सरले पनि उठाउनु भयो, तपाईहरुलाई खेलकुदको सामान भरिपूर्ण त भन्न सकिँदैन, तर म शिक्षक शिक्षिकाहरूसँग र व्यवस्थापनसँग समितिसँग चाहिँ समन्वय सहकार्य गरेर तपाईको सम्बन्धनलाई पूरा गर्ने, तर त्यसको संरक्षण गर्ने पूर्ण जिम्मेदार हाम्रो हो। त्यसमा तपाईहरु कटिबद्धता हुनुपर्दछ। र बहिनीले जुन नयाँ बनेको भवनको अगाडि माटो पटानको कुरा गर्नुभएको थियो, नयाँ बनेको भवनमा अझै तपाईहरु सर्नु नै भएको छैन। पछाडिपट्टिको 4 कोठे र पहिलाको 2 कोठे 6 कोठेकोमा सर्नु भएको छ। त्यो भवनको अगाडि माटो पुरेर त्यसको अगाडि एउटा स्टेज जस्तो बनाएर नि हामीहरू छोड्ने छौँ। त्यो हाम्रो प्रतिबद्धता हो। त्यसको लागि तपाईँ निर्धक्क हुनुहोस्। तर सेफ्टी इज अलवेज फर्स्ट। सुन म एउटा विषयवस्तुभन्दा बाहिर गएँ। तिमीले उठाएको विषय माटोको विषयले सोधेको, इङ्ग्लिसमा के भन्छ भनेदेखि सेफ्टी इज अलवेज फर्स्ट। हामी हाम्रो सुरक्षा पहिलो प्राथमिकतामा राख्नुपर्छ। आइदर एजुकेसनमा होस्, आइदर वर्कमा होस्, आइदर डान्सिङमा होस्, हरेक एक्टिभिटिजमा तपाईले आफ्नो सुरक्षालाई प्राथमिकतामा राखेर हेर्नुहुन्न भने तपाईँ कहीँ पुग्नु सक्नुहुन्न। मैले तपाईँको प्रश्नलाई कहाँ लगेर म जोड्दैछु भनेदेखि यदि राम्रोसँग माटो पटान भएन, त्यहाँ ढुङ्गा खालेर फुल्नु भयो भने बर्खामा चिप्लोमा लडियो भने त हात खुट्टा त भाँचिन्छ नि। त्यही भएर नि तपाईँले भन्नुभयो होला, त्यसको लागि धन्यवाद। अझ तपाईँहरू भर्खरै नयाँ बनेको भवन छ, वरिपरि कन्स्ट्रक्सन वर्क गइरहेको छ, त्यसमा तार नेलहरू किलाहरू काँटीहरू कहीँ कतै देख्नु भएको छ भने पनि त्यो पनि उठाएर राखेर सुरक्षाको हिसाबले त्यसलाई पहिलो प्राथमिकतामा लिनु होला। यो सबै हाम्रो गुरुबाबा गुरुआमा र विद्यार्थी भाइ बहिनीहरूको पहिलो अधिकार हो। तपाईहरूलाई थाहा छ अहिले अकस्मात यहाँ चाहिँ हामीकोमा भूकम्प गयो भनेदेखि हाम्रो मस्टर पोइन्ट, हामी जम्मा हुने ठाउँ कहाँ छ कुनै नानी बाबुलाई थाहा छ? छैन हो। त्यो पनि शिक्षक सरहरूलाई एउटा यहाँको चेतनारायण सर एउटा चाहिँ मास्टर पोइन्ट भन्ने कुरा एउटा बनाइदिनु हुन म अनुरोध पनि गर्दछु। एटलिस्ट सुरक्षाको हिसाबले कहीँ खतरा देख्यौँ भने हामी सबै यहाँ आएर जम्मा हुने, त्यो किसिमको प्रावधान पनि हुनेछ। ढुक्क हुनु होला। र 2 जनाले रिपिट गर्नुभयो, जसको बाबा मम्मी हुनुहुन्न, जसको गार्जियन एकल हुनुहुन्छ, जो घरमा पीडामा छ, उनीहरूलाई कक्षामा पठन पाठनको लागि केही छुट। यो हाम्रो सामुदायिक विद्यालय हो। यो सामुदायिक विद्यालयमा पठन पाठन गराउनको लागि 100% छुट छ हो। समस्या इङ्ग्लिस मिडियममा पठन पाठन गराउनको लागि त्यही तपाईहरुलाई पढाउने शिक्षक गुरुवर्गहरू शिक्षकका गुरुआमाहरूलाई दिने पारिश्रमिक शुल्क बराबर मात्र लिने गरेको छ। हेर्न जानुस्, यही बाडागङ्गा नगरपालिकामा वडा नम्बर 6 मा 2टा हामीसँग निजी स्रोतको विद्यालय छ। त्यहाँ लिने सेवा सुविधा, त्यहाँ दिने पारिश्रमिक, त्यसको तुलनामा हामी 40% उता 1000 लिन्छन् भनेदेखि हामी 400 मा हामी पार गरेका छौँ। अझ यो कुरालाई हामीहरू अझ चिर्दै जति सक्दो थोरै पारिश्रमिक लिएर निजी स्रोतलाई पनि टु बी कन्टिन्यू, हाम्रो जुन इङ्ग्लिस मिडियमलाई पनि टु बी कन्टिन्यू गर्ने र यतातिर हामीहरूले हाम्रो सामुदायिक तर्फको भाइ बहिनीहरूलाई पनि राज्यको नीति नियममा बसेर अगाडि बढ्ने लाने जमर्को गरेछौँ। यदि तपाईहरुमध्ये कोही पनि
यदि तपाईँहरूमध्ये कोही पनि बाबा मम्मी नभएको कोही पनि छात्र भाइ बहिनीहरू हुनुहुन्छ भने ज्ञानोदय आधारभूत र लक्ष्मीघाट माध्यमिक विद्यालय कुनै पनि विद्यालयको हुनुहुन्छ भने व्यवस्थापन समिति र प्रिन्सिपल र भाइस प्रिन्सिपल हुनुहुन्छ, जानकारी गराउनुहोस् कुन मापदण्डमा रहेर हामीहरूले तिनीहरूलाई सम्बोधन गर्न सक्छौँ। त्यसको लागि वडा कार्यालय सधैँ प्रतिबद्धता हुनेछ। र कम्प्युटर क्लास ल्याबको व्यवस्था छैन भन्नुभयो हो, यो बारेमा व्यवस्थापन समितिसँग प्रत्येकचोटि बस्दै बारम्बार कुरा चलेको छ। एकजना अग्रज तपाईँहरूको सिनियर दाई यहीँबाट पढ्नुभएको एकजना दाई जुन पन्कसियाको गेवाली समथिङ गेवाली हुनुहुन्थ्यो, उहाँले कालिकामा पढ्न जाँदाखेरि सुन क्लास 10 को भाइ बहिनीहरूले बढी सुन्नुपर्ने कुराहरू। क्लास 10 को जब तपाईँ एससी दिएर उच्च शिक्षाको लागि तपाईँ प्लस 2 को लागि कालिकामा गयो, सबैजनाले कम्प्युटरमा केही एडभान्स कोर्स गरेर आएको विद्यार्थीहरू पऱ्यो, तर ऊ अन र अफ बन्द गर्न जानेर उसलाई गिल्टी फिल भयो अरे। तसर्थ यद्यपि उसको प्यारेन्टले बारम्बार हाम्रो व्यवस्थापन समितिलाई झदल्काएको हुनुहुन्छ, तर पनि हामीहरू त्यसलाई कसरी व्यवस्थापन गर्न लाग्छौँ, अतिरिक्त क्रियाकलाप दिएर हुन्छ या कसरी हुन्छ त्यसको चाहिँ सम्बोधन गर्नतिर लाग्नेछौँ। निर्धक्क हुनु होला, समय लाग्छ, तर हामी निरन्तरता चाहिँ हामीहरूको जारी छ। र ल्याब र अझसम्म व्यवस्थित हुन सकेको छैन। हेर्दै हुनुहुन्छ बल्ल आएको 3 वर्ष भयो, 3 वर्षमा बल्ल चाहिँ 12-13वटा कोठा, कति 4 दुना 8 4 12 14वटा कोठा सम्पन्न गर्न सकेका छौँ। आज रोपेको खेत त एकैचोटि धान त दिँदैन, पहिला चाहिँ बिउ बिउजाउनु पर्यो, बाँस जोत्नु पर्यो, बिउ छर्नु पर्यो, उखल्नु पर्यो, उता गेजार लेवा गर्नु पर्यो, रोप्नु पर्यो, होइन त समय लाग्छ। कच्चा कोठा ल्याबको लागि पनि समय लाग्छ। र अर्को हामीसँग नहुने एउटा हल, अतिरिक्त क्रियाकलाप शिक्षकहरू बस्ने हलको पनि व्यवस्था छैन, त्यो पनि गर्नुपर्ने छ। र तपाईँहरूले हेरिरहनु भएको छ, सबै भाइ बहिनीहरू एउटै कोठामा हेर्नुहोस् त, एउटै टेबल एउटै छ, बेन्च 2टा बसेर बिचरा गुरुआमा गुरुबाबाहरू बस्नु भएको छ हो कि नै, एउटै कोठामा। अरू स्कुलमा जानुहोस् त प्रिन्सिपल र 2-4वटा बस्ने कोठा एउटा, अरू बस्ने कोठा एउटा छ। हामी बिस्तारै फड्को मार्दैछौँ। बट वी क्यान एचिभ, वी रिच दिस टार्गेट है। हामी त्यो टार्गेटमा तपाईँहरूले दिएको सुझावमा हामी अवश्य पुग्छौँ। हाम्रो देशको स्थितिले, हाम्रो जुन आर्थिक व्यवस्थाको कारणले गर्दाखेरि मात्र नसकेको, जुन त्यसै बेला जुन यो फेन्सको पनि कुरा गर्नुभयो, तपाईँको साइकल स्ट्यान्डको कुरा गर्नुभयो, जति पनि भौतिक पूर्वाधारको कुराहरू छ सबैको बिस्तारै डे बाई डे हामीहरू सम्बोधन गर्छौँ। यसै क्रममा एउटा सञ्चित भाइ जुन ज्ञानोदय आधारभूत कक्षा 8 मा पढ्छन्, उनले बडा एउटा सान्दर्भिक र मन छुने जुन कुरा गरे र यो जुन ध्रुव सत्य कुरा हो जसलाई युनिभर्सल ट्रुथ भन्छ। ज्ञानोदय आधारभूतमा पढ्ने भाइ बहिनीहरूको लागि अझ स्पेसली सठौली बनकसियाबाट पढ्न आउने भाइ बहिनीहरूको लागि जुन यो उद्योग धन्दा खोलिरहेको क्रसर र ढुङ्गा गिटी बालुवा उत्खननको बेलामा जुन बाटोमा हाई स्पिडमा हिँड्ने हाइवाहरू, ट्रकहरू, ट्र्याक्टरहरू, टिप्परहरूले गर्दा जुन एउटा दुर्घटनाको अवस्थामा पुग्ने जुन डर छ, यसलाई न्यूनीकरण कसरी गर्न सकिन्छ भन्नुभएको छ। यसै क्रममा हाम्रो यसै इलाका प्रहरी कार्यालय कोपुवाबाट भर्खरै पाल्नुभएको, सायद हप्ता 10 दिन पहिला मात्र यहाँ पदस्थापना गर्नुभएको सही साहब छ, उहाँलाई पनि मेरो अनुरोध छ। ज्ञानोदय सर सायद नयाँ हुनुहुन्छ, यो लक्ष्मीघाट माध्यमिक विद्यालय सर, अर्को हाम्रो ज्ञानोदय आधारभूत विद्यालय पनि सुठौलीमा छ। तपाईँले र मैले भोलि र पर्सिमा विदिन 2 डेज हामीहरू बिहानको 9 देखि 10 र इभिनिङ छुट्टी भएको 1 घन्टा कुनै पनि ठुलो सवारी साधनलाई हामीहरू हिँड्न दिँदैनौँ विद्यालयको परिसरमा। त्यो हाम्रो वचन हो। त्यसमा सानो 4 पाङ्ग्रे गाडी, मोटरसाइकल, इमर्जेन्सी भेहिकल जस्तै एम्बुलेन्स सेवाहरू, तपाईँको विद्यार्थी बोकेको बसहरूलाई मात्र हामी हिँड्न दिन्छौँ। तपाईँहरूको विद्यालय प्राङ्गणमा त्यो हामी कटिबद्धता गर्छौँ र तपाईँहरूले पनि त्यो किसिमको मेसेजहरू सर्कुलेट गर्नु होला। अझ मेरो त अनुरोध के छ भनेदेखि यही कुरालाई न्यूनीकरण गर्नको लागि बारम्बार जुन सधैँभरि सामुदायिक विद्यालय तर विद्यार्थीहरूको एकदम उपस्थिति न्यून र बारम्बार जोड गरिरहेका छौँ। वडा कार्यालय
अभिभावकदेखि बारम्बार बारम्बार त्यो विद्यालयलाई चाहिँ अझै कसरी माथि लैजान सक्छौँ भनेर चाहिँ लागिरहेको जुन यो ज्ञानोदय आधारभूत विद्यालय छ त्यस विद्यालयमा यही एक्सिडेन्टको डर हटोस् अथवा अलि टाढाको भाइ बहिनीहरूलाई पनि नजिक ल्याउन सकियोस् भन्ने हेतुले मिल्छ भनेदेखि आगामी वर्ष एउटा सानो अटो दिने पनि हामीले वडा कार्यालयबाट सोच बनाएका छौँ। हेरौँ हाम्रो कार्यविधि हाम्रो चाहिँ राज्यको नीति नियमले मिल्छ भनेदेखि र यस विद्यालयमा विगत 2 वर्षदेखि प्रिन्सिपल सर र हाम्रो चेतनारायण सर र होमनाथ दाईले बारम्बार एउटा बस लिएर एकदम लागिरहनु भएको छ। म यहाँहरूलाई अवगत गराउन चाहन्छु जुन दिन मैले पद धारण गरेको थिएँ मेरो पहिलो मेरो चाहिँ टार्गेट भनेको एम्बुलेन्स हुन्छ भनेर, तर आज 3 वर्ष बित्यो म त्यसमा अझै पनि असक्षम भएको छु। म आफैलाई घृणित छु, म लडाइँ लडिरहेको छु। म वडा कार्यालयको आफ्नो सिलिङ बजेटबाट नभएर कतिबाट माग गरेर सम्बोधन गरेर पुरा हुन्छ भनेर म बारम्बार सम्बन्धित निकायमा ढोका ढकढकाएको छु प्रत्येकचोटि। तर के गर्ने विडम्बना, हामीहरूलाई त्यस्तो उपलब्ध गर्ने एउटा इन्डियन एम्बेसीको सर्कुलेटरी छ जुन विगत 1.5 वर्षदेखि अहिले 3टा सेसन भयो। जनवरी अगस्तमा उनीहरूले चाहिँ इन्डिपेन्डेन्ट डे रिपब्लिक डेमा जुन दिने गर्थ्यो त्यो पनि अहिलेसम्म दिएको छैन र नगरपालिकाको सिलिङ बजेटबाट लिएर आउन हाम्रो कार्यविधिले कहीँ कतै छेकेको भएर चाहिँ हामीहरू सफल हुन सकेका छैनौँ र बस लिएर आउनको लागि पनि हामीहरू लागिरहेका छौँ। जसरी पनि यो विद्यालयमा अब पहिलो भौतिक पूर्वाधारको निरन्तरता छ, पठन पाठनको शिक्षिका शिक्षकहरूको मेहनत छ, सम्पूर्ण अभिभावक अग्रजहरूको साथ छ। अब हामीहरू लागेर गर्नु भनेको बसै हो। जब हामी बस हाल्छौँ अनि बल्ल यसलाई एक स्टेपको फड्को मार्न सक्छौँ र सायद बस लिएर आउन कार्यविधिले दिएसम्म त्यस्तो छ भने पनि 8-10 लाख कुनै सिलिङबाट शिक्षामा लगानी गर्नलाई केही फरक पनि पर्दैन भन्ने मैले प्रतिबद्धता पनि जनाउन चाहन्छु। जुन एउटा कक्षा 7 मा पढ्ने संरचना नानीले 11-12 कक्षाको जुन सञ्चालनको कुरा लिएर आउनु भएको थियो, पहिला यही 10 सम्मलाई त हामीहरू मेन्टेन गर्न दिनुस्। बुझ्नुभयो नि? तपाईँले घरमा 10 कोठे घर बनाउनु भयो, जम्मा घरमा 2 जना मान्छे मात्र भइदियो भने के गर्नुहुन्छ? त्यो 2 जनालाई दिनभरि बढाड्दा समय जान्छ होइन? पहिला हामीहरूले 11-12 सम्म पठन पाठन गराउनको लागि हामीसँग भौतिक संरचना, कोठा, टोयलेट, पानी सबैको व्यवस्था हुनु पर्यो। अनि पहिला तलकै कक्षामा भएकोलाई त व्यवस्थापन गरौँ। अनि दोस्रोमा के गर्नु पर्यो, यहाँ पढ्नको लागि कुन धारको, अहिले शिक्षक सरले हाम्रो प्रधानाध्यापकले भने जस्तै प्राविधिक धारको हुन्छ या एकाडेमिकतिरको, कतातिरको धारको लिएर आएर कसरी हामी +2 जोइन गर्न सक्छौँ त्यतातिर हामी लाग्छौँ। हो, महत्त्वाकांक्षा धेरै छ, सबै महत्त्वाकांक्षा सफल पनि हुँदैनन् है। र एउटा त्यही नानीले चाहिँ बडा प्राउडली मलाई पद्मा म्याडमको इङ्ग्लिस र टिल्डा सरको नेपाली कि कुन सामाजिक कुन सब्जेक्ट भन्नुभएको थियो, संस्कृत स्वास्थ्य, भेरी गुड, हेल्थ होइन, हामीलाई दिनुपर्छ, उहाँलाई भन्नुभयो भने हो। त्यो यो भनेको के हो भनेदेखि पढ्ने र पढाउने विद्यार्थी र शिक्षकको कम्बिनेसन हो। उसले पढायो, मैले बुझेँ, मैले के सोधेँ उसले बुझायो। सबै शिक्षक गुरुवर्गहरूमा यही किसिमको आफूले पढाएको नानी बाबुहरूबाट मैले पढाएको राम्रो छ भन्ने सुन्न पाऊँ भनेर तपाईँहरू अझै अघि बढ्न लाग्नुहोस् भन्ने मैले शुभकामना पनि दिन चाहन्छु। र पद्मा म्याडम र ढिल्ला सरलाई फेरि पनि म मेरो तर्फदेखि, व्यक्तिगत तर्फदेखि धन्यवाद पनि दिन चाहन्छु। यसरी सबै भाइ बहिनीहरूको मनमुटुमा बसेर अगाडि बढ्ने प्रेरणाका साथ अझै अगाडि बढ्नु होला भन्ने शुभकामना पनि दिन चाहन्छु। र हाम्रो अङ्कु पौडेल बहिनीले बाल क्लबमा रकम दिए सहयोग हुने थियो अरे। हो, राज्यले छुट्याएको बालबालिकाको अधिकार, हक एकदमै हो, दिनुपर्छ। तर कहाँबाट दिने, स्रोत खोइ, कसरी सम्बोधन गर्ने, यी कुराहरू छन्। तिमीहरूलाई रकम दिँदैनन्, तिमीहरूलाई अतिरिक्त क्रियाकलापबाटै तिमीहरूलाई सम्बोधन गर्ने हो।
कसैले कसैलाई कुनै पनि कार्यक्रममा क्यास दिँदैन है, त्यो प्रष्ट बुझ्नु होला। र त्यो बहिनीले पनि अहिले भन्नुभएको छ बाबाआमा नभएकोलाई कोही पनि हुनुहुन्छ भनेदेखि खबर गर्नु होला। फेरि पनि भन्यो प्रष्ट स्कुलमा र वडा कार्यालयमा तपाईँहरूले कसैको बाबाआमाहरू हुनुहुन्न भनेदेखि प्रष्ट तपाईँले खबर गर्नु होला, हामी सम्बोधन गर्नेछौँ। तर सबै कुरा फेरि बस्न खान त मिल्दैन, तर केही हामीले हाम्रो हक र अधिकारमा रहेर हाम्रो कर्तव्यमा रहेर हामी तपाईँहरूको सम्बोधन पुरा गर्नेछौँ। र हो अनिसा चौधरी बहिनीले अघि भन्नुभएको छ बाल क्लबको लागि टेबल कुर्सी हो हाम्रो पर्खिनुहोस्, हाम्रो यो अलि कच्चा कोठा व्यवस्थापन हुन दिनुहोस्। तपाईँहरूको साइकल स्ट्यान्ड प्रधानाध्यापकज्यूले भन्नु त्यहाँ लान दिनुहोस्। कुनै एउटा कोठा बच्यो भनेदेखि बाल क्लबकै लागि राख्ने हो। तपाईँहरूको हक र अधिकार हो। तपाईँहरूले भनेको यो कुरा चाहिँ माग पुरा हुनुपर्छ। तर हामीसँग स्रोत र साधन कमी छ। अझै तपाईँहरू पठन पाठन गर्ने भवनै बनाउँदै बाँकी छ होइन त? तपाईँहरू बस्ने कोठा पुगोस्, त्यसपछि तपाईँहरूको हल पनि हुन्छ, ल्याब पनि हुन्छ, तपाईँहरू पठन पाठन गर्ने तपाईँहरू सिक्ने चाहिँ अब ल्याबोरेटरी पनि हुन्छ, अनि पछि गएर अर्को शिक्षक शिक्षिकाहरू पनि बस्ने कोठाहरूको पनि व्यवस्थापन हुन्छ। ढुक्क हुनुहोस्। कम्प्युटरको जुन कुरा गर्नुभयो केही कम्प्युटर छ मैले देखेको छु, तर त्यसलाई राख्ने ठाउँ छैन। यही त हो सामुदायिक विद्यालयको प्रब्लम। तर ती सब प्रब्लमलाई हामीहरू चिर्दै अगाडि बढ्छौँ। हामीहरू शिक्षक हामीहरू चाहिँ कक्षा कोठाको जुन उपलब्ध गराएपछि तपाईँहरूले भने जस्तै कम्प्युटर राख्ने अझ मिल्छ भनेदेखि कुनै स्रोत साधन भएसम्म हामीले 1-2 शिक्षक कम्प्युटरको शिक्षकहरू पार्ट टाइम जस्तो राखेर गर्ने हामीहरू सोचमा छौँ। तपाईँले जुन यो सम्झाइदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद। आज जसरी विद्यार्थी संघ वडाध्यक्षको जुन यो करियर काउन्सिलिङ लगायत विभिन्न कार्यक्रमहरू यसरी जुन गर्न पाइयो त्यसको लागि म मेरो व्यक्तिगत तर्फदेखि फेरि पनि होल इन्टायर टिमलाई धन्यवाद दिँदै यो दोस्रो सेसनको सवाल जवाबको यो दोस्रो सेसनको कार्यक्रम यही समापन भएको घोषणा गर्दछु।